सो हे गाइज नमस्ते आई होप सबैजना सन्चै हुनुहुन्छ होइन मैले चाहिँ नयाँ भ्लगिङ स्टार्ट गरिरहेको छु मेरो युट्युब च्यानल चाहिँ गन्तव्य अफिसियल 61 छ। हजुरलाई मन परेको मेरो भिडियोहरू जति पनि जनाले हेर्नु भएको छ लाइक सब्स्क्राइब गर्न नबिर्सिनु होला र मलाई साथ सपोर्ट दिनु होला। आजबाट चाहिँ मेरो भ्लग स्टार्ट भएको छ है त टिकटक इन्स्टाग्राम त्यसपछि फेसबुक ट्विटर अनि युट्युबमा आएको छ भ्लग। कतिलाई मन पर्छ प्लिज लाइक कमेन्ट र सेयर गर्न नबिर्सिनु होला। आजबाट म नयाँ भ्लग र नयाँ स्ट्यान्डहरू लिएर आउनेछु। मैले गरम आज इन्जोय गरम भने चाहिँ के भन्नु छ र म चाहिँ यता आज साउथ गोवातिर छु होइन काम गर्नलाई आएको होटल लाइनमा सेभ लाइनमा अनि रमाइलो छ। आज चाहिँ अहिले यता बारिसको टाइम छ त्यसैले त्यति साह्रो घुम्न पाइँदैन अनि कामसाम गर्ने ड्युटी स्युटी होस् नि बस रुममा जाने त्यति हो। पछि चाहिँ म हजुरहरूलाई गोवाको बिच साइड अनि रसियन सोसेने मस्त राम्रो मान्छेहरू पाइन्छ होइन टुरिस्टहरू धेरै आउँछन् अनि होइन घुम्नलाई एकदम राम्रो ठाउँ हो। सबै टुरिस्टहरू आउँछन् सबै ठाउँको होइन यो ठाउँ इन्डियाको होइन रमाइलो छ। जो समुद्री साइडमा छौँ हामी चाहिँ घुम्नलाई एकदम राम्रो ठाउँ छ। अहिले चाहिँ बिच साइडमा पानी पुरै भरेको हुनाले ट्याप अलाउड छैन जानलाई अनि धेरै जस्तो पर्मिसन लिनु पर्छ अनि अहिले चाहिँ अफ सिजन भन्छ यो ठाउँलाई चाहिँ अफ सिजन भइसकेको गएर चाहिँ उसको नाम छैन। यहाँ चाहिँ नरिवलको पेड़ चाहिँ एकदम धेरै पाइन्छ है जस्तै लाग्छ कि युरोप कन्ट्रीमा जस्तै हुन्छ। अहिले चाहिँ यता पहिला बिल्डिङहरू बन्दैछन् सबैहरू डेभलपमेन्ट हुँदैछ होइन यो ठाउँमा एकदम रमाइलो छ। यहाँ चाहिँ विशेष गरेर चाहिँ टुरिस्टहरूको एरिया हो कि अनि यहाँ रसियनहरू पाइन्छन् धेरै रसियनहरू घुम्न आउँछन् कि लोकलहरू भन्दा पनि रमाइलो छ। यहाँको खाना सबै राम्रो छ होटेलहरू सबैको व्यवस्था छ।